ल ठ्याक्कै भन्नुहोस् त साथीहरू, माननीय हर्क साम्पाङ राईज्यूको 14 लाख समथिङ पुगेको फेसबुक आइडी सस्पेन्ड भएपछि को दुखी छ त? मेरो विचारमा विरोधीहरू त दुखी छँदैछ, तिरमुर्छा परिसकेछ। किनभने हर्क साम्पाङज्यूले हिजोदेखि आजसम्म एउटा पनि स्ट्याटस हाल्नु भएको छैन, त्यसले गर्दा विरोधीहरूलाई कन्टेन्ट पाएको छैन। बाँकी कन्टेन्टमा उहाँहरूको भ्युज आउँदैन र डलर पनि पाइँदैन, किनकि हर्क साम्पाङको विरोध गरेरै पैसा कमाउने मान्छेहरू थुप्रै छैन। र हामी जस्तो सच्चा सपोर्टरहरू उहाँले हरेक समय हरेक चिजहरूको फेसबुक मार्फत अप टु डेट दिइराख्नुहुन्थ्यो, हरेक समाचारहरू फेसबुक मार्फत दिइराख्नुहुन्थ्यो। त्यो समाचार सुन्न नपाउँदा म जस्तो थुप्रै सच्चा समर्थन नेपालीहरू पनि दुखी छन्। र उहाँको माननीयज्यूको फेसबुक पेज छिटै नै फेसबुक मेटाले वापिस गरिदिनुहुन्छ होला भन्ने पूर्ण आशा गर्दछौँ।